नमस्कार साथी हो। आजको यो भिडियो ती सबैका लागि हो जसले आफ्नो जीवनमा आर्थिक स्वतन्त्रता, सुख सुविधायुक्त जीवन र तनावमुक्त भविष्यको सपना देखेका छन्। एकछिन गम्भीर भएर सोच्नुस्, 5 वर्षपछि तपाईको जीवन कस्तो हुनेछ? महिनावारी तलबको तनाव छैन, मन लागेको बेला घुम्न जान सकिने, परिवारलाई उत्तम जीवन दिन सक्ने क्षमता। यो सपना पूरा हुन्छ कि हुँदैन भन्ने कुरा भाग्यले होइन, सही सोच र सही कर्मले निर्णय गर्छ। आज म तपाईहरूसँग बाँड्न लागेको छु धनी बन्ने 10 वटा शक्तिशाली उपाय, जुन व्यावहारिक छन्, नेपाल जस्तो देशमा पनि सजिलै लागू गर्न सकिन्छ र जसले तपाईको सोच्ने तरिका नै परिवर्तन गरिदिन्छ। यो भिडियो बीचमै नछोड्नुहोला, किनकि 7 नम्बर र 9 नम्बर उपायले धेरै मानिसको जीवन परिवर्तन गरिसकेको छ। आउनुस् सुरु गरौँ। उपाय नम्बर 1, समस्या समाधानकर्ता बन्नु। साथी हो, सधैँ याद राख्नुस्, जोसँग समाधान हुन्छ, धन आफै उसैतिर आकर्षित हुन्छ। धनी मानिसहरूले वस्तु मात्र बेच्दैनन्, समस्या समाधान गर्छन्। उदाहरण, यातायात समस्याको समाधान, सवारी साझेदारी सेवा, खाना पकाउन झन्झट, घरमै खाना पुर्याउने सेवा, धन व्यवस्थापन गर्न गाह्रो, वित्तीय व्यवस्थापन प्रणाली। कसरी सुरु गर्ने? 1, आफ्नो दैनिक जीवन ध्यान दिएर अवलोकन गर्नुस्। 2, यो काम किन गाह्रो छ भनेर आफैलाई प्रश्न गर्नुस्। 3, त्यसको सरल समाधान खोज्नुस्। सुझाव, तपाईलाई जुन समस्या धेरै सताउँछ, त्यही समस्या अरू हजारौं मानिसलाई पनि सताइरहेको हुन्छ। यो सोच बनाएर अघि बढ्नुभयो भने व्यावसायिक विचार आफै जन्मिन्छ। उपाय नम्बर 2, सिपलाई आम्दानीसँग जोड्नु। मसँग कुनै सिप छैन भनेर कहिल्यै नसोच्नुस्। मोबाइल चलाउन जान्नुहुन्छ, डिजिटल बजार व्यवस्थापन, राम्रोसँग बोल्न सक्नुहुन्छ, बिक्री वा भिडियो प्रस्तुति, लेख्न सक्नुहुन्छ, सामग्री लेखन, डिजाइन गर्न सक्नुहुन्छ, चित्र तथा संरचना डिजाइन। सामान्य गल्ती, धेरै मानिस सिप त सिक्छन् तर बजारमा कसरी बेच्ने भन्ने जान्दैनन्। समाधान, सिप प्लस समस्या प्लस ग्राहक इक्वल्स टु आम्दानी। उदाहरण, यदि तपाईँ डिजाइनर हुनुहुन्छ भने म डिजाइनर हुँ भन्नु पर्याप्त हुँदैन, म व्यवसायको बिक्री बढाउने डिजाइन बनाउँछु भन्नुपर्छ। जेरी, सिपलाई नतिजासँग जोड्नुपर्छ। उपाय नम्बर 3, व्यक्तिगत पहिचान निर्माण गर्नु। आजको युगमा ध्यान नै सबैभन्दा ठूलो पुँजी हो। तपाईसँग मोबाइल छ, इन्टरनेट छ, बोल्न सक्नुहुन्छ, यति भए पुग्छ। आम्दानीका माध्यम, विज्ञापन आम्दानी, व्यावसायिक सहकार्य, आफ्नै उत्पादन वा सेवा, सिफारिस प्रणाली। महत्त्वपूर्ण कुरा, सबैले चिनेको हुनैपर्छ भन्ने छैन, विश्वास गर्ने दर्शक हुनुपर्छ। सामग्रीका विषय, शिक्षा, प्रेरणा, मनोरञ्जन, अनुभव बाँडफाँड। याद राख्नुस्, उपकरण उत्कृष्ट हुनुभन्दा पनि सन्देश स्पष्ट हुनु सबैभन्दा महत्त्वपूर्ण हो। उपाय नम्बर 4, बहुआयामिक आम्दानी स्रोत बनाउनु। यदि आम्दानीको एउटा मात्र स्रोत छ भने तपाईँ एउटा समस्याले सबै गुमाउने अवस्थामा हुनुहुन्छ। धनी मानिसको नियम, 1 आम्दानी बराबर जोखिम, 3 वा सोभन्दा बढी आम्दानी बराबर सुरक्षा। उदाहरण, जागिर प्लस स्वतन्त्र काम, व्यवसाय प्लस लगानी, सामग्री निर्माण प्लस तालिम। आज सुरु गर्दा सानो हुन्छ, तर समयले यसलाई ठूलो बनाउँछ। उपाय नम्बर 5, धनलाई काममा लगाउनु। कमाएको धन खर्च मात्र गरेर कोही पनि धनी हुँदैन। धनी बन्न धनले तपाईको लागि काम गर्नुपर्छ। थोरै धन भए पनि व्यवसायमा पुनः लगानी गर्नुस्। शेयर बजारबारे आधारभूत ज्ञान लिएर लगानी गर्नुस्। सामूहिक लगानी कोषमा सहभागी हुनुस्। ज्ञान बिना कहिल्यै लगानी नगर्नुस्। पहिला सिक्नुस्, त्यसपछि मात्र लगानी गर्नुस्। उपाय नम्बर 6, सम्बन्ध विस्तारको शक्ति। तपाईको सम्बन्ध नै तपाईको सम्पत्ति हो। यस्ता मानिससँग संगत गर्नुस्, उद्यमीहरू, सकारात्मक सोच भएका मानिस, विकासमुखी सोच भएका व्यक्ति। एउटा राम्रो सम्बन्धले अवसर दिन्छ, नयाँ विचार दिन्छ, आत्मविश्वास बढाउँछ। उपाय नम्बर 7, समय व्यवस्थापनमा अनुशासन। सबैसँग 24 घण्टा हुन्छ, फरक के हो? धनी मानिस समय नियन्त्रण गर्छन्। सरल नियम, दैनिक 1 घण्टा सिप विकासमा, दैनिक 1 घण्टा आम्दानी वृद्धिमा। 1 वर्षपछि तपाईँ उही व्यक्ति रहनुहुन्न। उपाय नम्बर 8, डिजिटल व्यवसाय सुरु गर्नु। भौतिक पसल बन्द भयो भने आम्दानी शून्य हुन्छ। त्यसैले डिजिटल व्यवसायका रूप, अनलाइन पसल, तालिम वा पाठ्यक्रम, परामर्श सेवा, स्वतन्त्र सेवा, कम लगानी, उच्च विस्तार सम्भावना। उपाय नम्बर 9, असफलतालाई गुरु बनाउनु।
धनी मानिस असफल हुँदैनन्, असफलताबाट सिक्छन्। तपाईको हरेक असफलता पाठ हो, अन्त्य होइन। जति चाँडो असफलता त्यति चाँडो सफलता। उपाय नम्बर 10, दीर्घकालीन लक्ष्य निर्माण गर्नु। तुरुन्तै धन खोजेर कोही पनि धनी हुँदैन। आफैलाई सोध्नुहोस्, 5 वर्षमा म कहाँ हुनेछु, म के बन्न चाहन्छु। दैनिक कर्मलाई लक्ष्यसँग जोड्नुहोस्। समापन। साथी हो, धनी बन्न कोही विशेष व्यक्ति हुँदैन, फरक एउटा मात्र हो, उनीहरूले निर्णय लिए, तपाईँ सोच्दै बस्नुभयो। आज यो भिडियोबाट एउटा उपाय छान्नुहोस् र आजै कार्य सुरु गर्नुहोस्। यदि भिडियो मन पर्यो, लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला अर्को भिडियोमा।